बाँकी जिल्लाको नेपालगञ्जमा धर्म सम्बन्धीको चाहिँ सद्भाव र्याली चाहिँ सुरु हुन लागिरहेछ। सम्पूर्ण अगुवाहरू हाम्रो चाहिँ सरहरूदेखि लगायत सबै सिडिओ साहब, विभिन्न धर्मगुरुहरू, सबै अगुवाहरू, मेयर साहब हैन लगायत सबै यस चाहिँ सद्भाव सामाजिक सद्भाव र्यालीमा चाहिँ सहभागी भइरहनु भएको छ। अब जोडिने क्रम जारी रहेछ, मान्छे आउने क्रम भइरहेछ। अहिले हामी चाहिँ बिपी चोक नेपालगञ्जको के अरे नगरपालिकाको ठ्याक्कै यतापट्टि रहेको बिपी चोकमा भेला जम्मा। सुरक्षा व्यवस्था पनि एकदमै कडा छ। सद्भाव र्याली पूर्व प्रहरीद्वारा चाहिँ सद्भाव र्यालीलाई सन्तुष्टको लागि सामाजिक सद्भाव र्याली सुरु हुन लागेको छ। सद्भाव र्याली हाम्रो सिडिओ साहब पनि हुनुहुन्छ, बाबा धर्मगुरुहरू, धर्मगुरु हाम्रो बागेश्वरी मन्दिरको बाबा सहितको आकलन पूर्वी तराईका जिल्लाहरूमा जुन परिस्थितिको विकास भयो, नमुक्त घटनामा दुईजना भाइहरूको निधन भयो र सिराहामा एकजना भाइको निधन भएको सन्दर्भ सिडिओ साहबले चाहिँ मन्तव्य राख्नुहुन्छ हाम्रो सद्भाव र्यालीमा उपस्थिति। बैठकले आज साउन 16 गते बिहान बृहत सद्भाव र्यालीको आयोजना गर्ने सहयोग सद्भाव र्याली र चाहिँ सुनसरी र सिराहा भएको घटनाको यो चाहिँ दीप प्रज्वलन कार्यक्रम भइरहेको छ। धर्मगुरु र सिडिओ साहबमार्फतबाट दीप प्रज्वलनको कार्यक्रम रहेको छ। सद्भाव र्याली अलिकति पछाडि जानुहोस्, अलिकति हजारौँको भिड रहेछ। माननीयज्यू मेयर साहब, सम्पूर्णलाई नमस्कार। हामीले चाहिँ तपाईँहरूको सम्झनामा चाहिँ एक प्लेट मोहन धारण गऱ्यौँ श्रद्धाञ्जली स्वरूप र चाहिँ यहाँ दीप प्रदान गरेर आजको सद्भाव र्याली अन्त्य भएको सबैलाई निवेदन गर्न चाहन्छु। सहभागिताको लागि सबैलाई हार्दिक धन्यवाद। सामाजिक सद्भाव कायम राखौँ। गुरुजी कहाँ जानु? सबैले चाहिँ आफ्नो सद्भावको लागि हाम्रो यहाँ नआओस् र हामी सबै मिलेर पुर्खादेखि मिलेर बसेको सहर, पुर्खाले मिलेर बनाएको सहर, यसको नाम सद्भावको सहर हो। हामी अहिले पनि सधैँ मिलेरै बसिरहेका छौँ। त्यही पनि आज पनि विषयको लागि हामी इसाई जति धर्मका छौँ हामीहरू सब भाइ भाइ हो।
चल्छ भन्ने देखाउनका लागि हामी शान्ति नेपालगञ्जलाई शान्ति नेपालगञ्ज भाग्य जिल्ला होस् भन्ने सद्भावनाको र्यालीमा समावेश हुन आएको। सबैको जय